रौतहटको 2 नम्बर निर्वाचन क्षेत्र यसै काङ्ग्रेसको स्थायी गढ भनिएको होइन। हेर्नुहोस् यी दृश्यहरू जसले काङ्ग्रेसको किल्ला कस्तो हुन्छ भन्ने देखाउँछ। 20 हजार मानिस मनोनयन दर्ताका लागि मात्रै 4 तारे झण्डा बोकेर पुगेका छन्, किनकि यहाँ काङ्ग्रेसबाट उम्मेद्वार बनेका छन् काङ्ग्रेसका युवा र लोकप्रिय नेता डाक्टर फिरदोस आलम र यो भिड दलबल सहित आलमले आज निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका छन्। उता झापामा बालेन शाहका लागि स्वतःस्फूर्त उर्लिएको जनसागर यता रौतहटमा फिरदोस आलमका लागि उर्लिएको छ। डाक्टर फिरदोस आलम पूर्व मन्त्री मोहम्मद अफ्ताब आलमका छोरा हुन्। अफ्ताब आलमको रौतहट क्षेत्रमा लामो समयदेखि रहेको राजनीतिक प्रभाव र संगठनात्मक पकडले फिरदोसको उम्मेदवारीलाई थप मजबुत बनाएको काङ्ग्रेस नेताहरूको दाबी छ। डाक्टर फिरदोसको उम्मेदवारी सार्वजनिक भएसँगै रौतहट क्षेत्रको राजनीतिक परिदृश्य थप गतिलो र प्रतिस्पर्धात्मक बनेको छ। रौतहट 2 परम्परागत रूपमा काङ्ग्रेसको प्रभाव क्षेत्र मानिँदै आएको निर्वाचन क्षेत्र हो, जहाँ पार्टीको संगठन र मतदाता आधार बलियो रहेको बताइन्छ। स्वयं आलमले पनि आफ्नो जित सुनिश्चित रहेको बताएका छन्। काङ्ग्रेसले डाक्टर फिरदोसलाई उम्मेद्वार बनाएपछि पार्टी भित्रका समर्पित कार्यकर्ता र पुराना समर्थकहरू एकाएक सक्रिय भएका छन्। लामो समयदेखि काङ्ग्रेससँग जोडिएका मतदाताहरू उनको पक्षमा उभिने संकेत देखिएको छ, जसले उनलाई बलियो भोट ब्याङ्कको लाभ दिलाउन सक्ने आकलन गरिएको छ। यसैबीच 2025 नोभेम्बर 8 मा पूर्व मन्त्री अफ्ताब आलमको उपचारको क्रममा निधन भएपछि राजनीतिक उत्तराधिकारीका रूपमा छोरा फिरदोसको उम्मेदवारीलाई अझै अर्थपूर्ण रूपमा हेरिएको छ। बुबापछि छोरा राजनीतिमा अगाडि बढ्नुले भावनात्मक तथा राजनीतिक दुवै रूपमा मतदातामा प्रभाव पार्न सक्ने विश्लेषकहरू बताउँछन्। आलम पार्टीको संगठनमा सक्रिय छन्, क्षेत्रको विकासमा चासो राख्छन्। उनको नेतृत्व क्षमता र जनताका समस्या समाधानमा पहल गर्ने आदि बानीले पनि मूल्याङ्कनमा उचित ठहर भएको हो। उनलाई उम्मेद्वार बनाउने भन्दा अरू दोस्रो नाम कसैले उठाएको थिएन। आलम यसअघि 2079 को प्रतिनिधि सभाको निर्वाचनमा पनि रौतहट 2 क्षेत्रबाट उम्मेद्वार थिए। त्यति बेला उनी स्वतन्त्र उम्मेद्वार किरण शाहसँग 4594 मतले पराजित भएका थिए। शाहले 32,842 मत प्राप्त गरी विजयी हुँदा आलमले 28,248 मत ल्याएका थिए।